के छ एभ्रिवान हजुर सन्चै त हुनुहुन्छ होला नि अनि म पनि सन्चै भएर त नि आज जस्ट राइड निस्किरहेको छु है मस्त तरिकाले है अनि जस्ट एक्लै भयो राइडमा पनि जानलाई अलिकति जोस पनि आउँदो रहेछ अनि त्यही भएर मस्त बोतलमा पानी सानी बोकेर चुहाडे पुगेँ चुहाडेमा गएर पानी खाएँ होइन चट्ट चुहाडे बस्नु बसेर अनि एन्ड मेरो साइकलमा चाहिँ प्रब्लम थियो कि बटम ब्राकेटै बिग्रियो बटम ब्राकेट बनाएर चाहिँ म चाहिँ अनि फेरि यसो राइड जाउँ भनेर जलजलीतिर जान लागेको यहाँ हल्का अगाडि गएर लेफ्ट लिनुपर्ने रहेछ चुहाडेबाट अनि मस्त लेफ्ट लिएर अनि गएको स्कुटर लडेर बाजेको सिलिन्डरै झन्डै फुटेन छ अनि बाजेले हेल्प गरेर चट्ट यस्तो हेरेको त यतातिर नजर हेरेको त बाजेको त होइन हात छ धोएँ अनि त्यसपछि अनि एउटा बाजेको त लास्टमा त हात पो पुरै काटेछ लडेर अनफर्चुनेटली म नआएको भए बाजेको खुट्टा सुट्टा पनि के हुन्थ्यो थाहा थिएन होइन खिचेर त्यसैले बाजेलाई जानु भनेर पठाइदिएँ म पनि अनि लागेँ जलजरीतर्फ अनि जस्ट एकदम बवाल थियो जलजरीतिर त नजर आज नि देखिन्छ भने भइहाल्नु होइन अनि जलजरीबाट चुहाडे आउने बाटो पनि यस्तै रात पनि पऱ्यो त्यसैले गर्दाखेरि भिडियोलाई पनि एन्ड गरौँ भनेर ल बाई बाई गा